हेलो नमस्ते वेलकम टु माई ब्लग। आज म रेडी भइसकेको छु। अब नानीलाई लिन जाँदैछु। नानीलाई र मेरो भदै बाबुलाई लिन जाँदैछु। अब फेरि भोलिदेखि नानीको ब्लग चालु हुन्छ। र त गाइस अब म जान्छु। अहिले एकछिनपछि फेरि भेटौँला। त लाग्यो छोरीलाई लिनलाई। 4 नम्बर जाने अर्को बाटो गाइस। गाइस हेर्नुहोस् आज नयाँ ठाउँबाट मकैबारी गाउँ काट्दै हुनुहुन्छ। गाउँ पाकेर हेर्नुहुन्छ। हुन्थ्यो मैले चलाउँथेँ जाने त के गर्नु जान्दैन र म त। खोला हेर्नुहोस् खोले हजुरले पैसा मिल्छ भन्छ नि राम्रो लाग्यो भने देखो गाइस गाउँ मकै। जो लोग इंडिया से देख रहे हो वो लोग देखिए हमारे नेपाल में कैसे जंगल होता है। पेड़ पौधे नयाँ बुढोलाई उसहरूलाई बाटो बनाउँदै हुनुहुन्छ यहाँ। बस्नी त होला नि अब फेरि पहिला जस्तै गरेर। मेरो र लक्ष्मण दाईको बेसरी भएको हो र भएको है। हजुरहरू त्यहाँ मिना दिदी घर पछाडि आएको मकै देखो गाइस मकै कनिस हजुर गाइस खैरानी आइपुग्यो। खैरानी जाने बाटो देखो गाइस नेपाल की जंगल देखो जंगल। क्षमा नमस्कार।
ओ यहाँ यता ल आयो मेरो मम्मी बजेहरू बस्नु गाइस यी मेरो डल्ले भुरुङ हाम्रो डल्ला र डुल्लीहरू डल्ला र डुल्लीलाई लिन आएको भ्लगमा के भन्छ त गर्छ नि सब्सक्राइब गरिदिनु होला हाम्रो मम्मी माइती घर ल ल ल राम्रोसँग बस ल गाइस नानी बाबुहरूलाई लिएर जाँदैछु ए अब जान लाग्यो फेरि फर्किनु लाग्यो धेरै कुराउनु हुन्न रिक्सावाला दाइलाई हेर अब हिँड्न लाग्यो बाई बाई ल लाग्यो अब नानी बाबु केटीएम बाइक स्कुलमा काम गर्दै बन्द भयो त स्कुलमा बच्चाहरूले पढ्ने गर्ने काम थियो गाडी चाहिँ बन्द भयो त अब घर बसियो केटाकेटीलाई लिएर आइयो अब केटाकेटीलाई लिएर आयो भर्खरै बाबु यहाँ छ अनि यतातिर गएपछि माया सुत्नु भयो माथि वेलकम टु माई होम भन् चल I'm back in my sweet home. Mom, I'm back in my sister's home. I'm back in my sister's home. गाइस पाडाको मासु काट्न लाग्यो आउनुहोस् है खाना गाइस पाडाको मासु खान आउनुहोस् यी मेरो मम्मीले मासु काट्न लाउनु भएको छ म जान्छु खेल्न ओके हो काट्नु न खोलिसके अनि यता बामा उता जाँदै हुनुहुन्छ हस् के को मासु हो मलाई थाहा छैन त्यो भएर सोधेको आउनुहोस् है गाइस पाडाको मासु खानलाई पाडाको मासु हेर्नु पाडाको मासु खान आउनुहोस् हेर्दा त बुमुरको जस्तो के भन्नु अरू के भनेको छ मोबाइल माग्यो होला के अरे फोन गर्नलाई त्यसले सुरक्षा दिदीको फोन भन्दै नाम सुरक्षा हो गाइस फेरि अब पाडाको मासु बनाउन लागेछु हेर्नुहोस् पाडाको मासु बनाउँदैछु यति छ मासु अब जति अट्छ उति बनाउँछु अनि यहाँ सुकुटीको लागि यति छुट्टाएर राखेको सुकुटी बनाएर हामीलाई सुकाउनु पर्ने छ ल गाइस मासु बनाउँदैछु पाडाको मासु हाले कुकरमा अब एकछिन भुट्छु र टमाटर समाटर हालेर अनि ढक्कन लाउँछु एकछिनपछि भेटौँला फेरि सो गाइज हामी चाहिँ बजार जान थाल्यौँ म चाहिँ आन्टीको ब्लग स्टार्ट गर्दैछु अनि हामी चाहिँ जाँदैछौँ बजार हेलो राम देखाइ हेलो आमा छोरी हुनुहुन्छ पछाडि चाहिँ दिदी र ए बाबु यता र शुभम ए शुभमहरू अगाडि अनि हामी चाहिँ पछाडि रुक न तिम्रो नाम के अरे भन्दै भिडियो अलि चिचार भन न भिडियोमा शुभम गुरुङ अनि तिमी कतिमा पढ्छौ अरे दुईमा पर्छ नि अनि त्यसपछि फेरि हामी चाहिँ हामी को हो दिदीभाइ हामी चाहिँ दिदीभाइ नि खतरा खाने बाबु चाहिँ एकदम फ्रेन्डली छन् क्या हजुर रियलमा भेट्नु हो भने भाइ पनि जाने हो जान्न त जानेको छैन त्यो आएको छैन नि पछाडि तिनजना हामी तिन बहिनी भने जस्तै हो कि पछाडि हेर्न सक्नुहुन्छ टाइसन
टोकेनस् उता जा अनि यहाँ चाहिँ सबै अब चाहिँ बजारतिरै गएर भेट्नुपर्छ हेर न प्रेरणा इन्च लजाउँछु नि साथीहरू धेरै अहिले गाइस बजार आइपुग्यौँ हामी हेर्नुहोस् बजार आज मणिग्राम 4 नम्बर बजार चाहिँ यहाँ बाबुको लागि सुरुवाल हेरिदिँदै हुनुहुन्छ बाबु चाहिँ यहाँ बसिरहन् प्रेरणाको लागि पनि हेर्ने हो रे कपडा चाहिँ अब एकैचोटि किनेको हेरौँला है त किनिसकेपछि र गाइस अब राति भयो खानासाना खाना लागेको खानासाना खाँदैछ केटाकेटीहरूले म पनि खाना बसेछु आमा बाउ खाँदै हुनुहुन्छ अब राति पर्यो अब खानासाना खाएपछि फेरि एकछिनपछि भेटौँला मम्मी बिजी हुनुहुन्छ त्यही भएर मैले भ्लग एन्ड गरिदिनु लागेको के अरे अब हामी अर्को भ्लगमा भेटौँला हामी भर्खरै बजारबाट आएर खानासाना खाएर अब सुत्न लागेको अब म अर्को भ्लगमा भेट्छु लाइक एन्ड सब्सक्राइब गर्नु नभुलिदिनु होला बाई बाई